कुन अवस्थामा दान गर्दा कति पुण्यको फल प्राप्त हुन्छ भन्ने आफ्नो चित्त सफा भएको बेलामा विधिपूर्वक एउटा गाई दान गर्नु। गाई दान गर्दाखेरि के गर्नु भन्दा कमसे कम मन त सफा हुनु पर्यो। र फेरि के भनेको छ भन्दाखेरि हामीहरूले दान गर्दै गर्दाखेरि दान त गरियो, पहिला कसैले यो गर्न पर्छ उ गर्न पर्छ यो चाहिँ हाम्रो चलन भनेर गरियो, तर दान गरिसकेपछि फेरि त्यो चाहिँ मैले ओहो यति धेरै दान गरेँ भनेर पश्चाताप पनि गर्नु भएन। आफ्नो इच्छाले दान गर्ने तर पश्चाताप नगर्नु है। गौदान गर्दा के कुराको विचार गर्नु पर्दछ भन्ने कुरा म सुन्न चाहन्छु भनेर जब गरुड भगवानले जब भगवान विष्णु भगवानलाई सोध्नुहुन्छ, एका हे कस्य दातव्या बहुनाम च कदाचन साविकृता विभक्ता वा दहत्या सप्तमं कुलम। एक गाई एक ब्राह्मणलाई मात्र दान गर्नु। हामीले जलाई दान दिए पनि केही वस्तु दिनु छ भने त्यो एकजनालाई मात्र दिनु। एउटा दान गरेको कुरा बाँडेर होइन दिने। एउटा शैत्य दान गरियो भने एकैजनालाई दिने, एउटा गाई दान गरियो भने त्यो एकैजनालाई दिने। आफ्ना भान्जा भान्जी जलादिए पनि भयो, तर के गर्नु पर्यो भन्दाखेरि एकजनालाई मात्र दिनु। एक गाई बिक्री गरेर त्यस धनलाई बाँडिदिएमा 7 कुलसम्म नरकमा जानु पर्दछ। भगवान गरुडलाई गोदानको महत्त्वलाई अझै विस्तार पूर्वक भन्दछु। गरुड, मैले तिमीलाई अघि बैतरणी नदीको बारेमा भनेको थिएँ, त्यस नदीलाई पार गर्ने उपाय भन्दछु, ध्यान दिएर सुन। जब विष्णु भगवानले गरुड भगवानलाई भन्नुभयो, हे गरुड, मैले तिमीलाई बैतरणी नदीको बारेमा भनेको थिएँ, तिमीलाई मैले अझै यसको विस्तृत पूर्वक भन्छु, तिमीले ध्यानपूर्वक सुन। बैतरणी नदी पार गर्नको लागि बैतरणी धेनु नाम गरेका गाई दान गर्नु पर्दछ। बैतरणी धेनु दान कसरी गर्नु पर्दछ भने कोइली गाई नभए पनि काली वा पहेँली गाईलाई श्रोणादिद्वारा निर्मित गहना अलङ्कारहरूले श्रृङ्गारेर, गाईलाई पूजा गर्दा हामीले के गरिन्छ, एउटा सेतो कपडा माथिबाट बाँधेर माला लगाइदिएर उसका पाउहरू धोएर त्यसलाई शुद्ध गराएर के गरिन्छ त दान गरिन्छ। त्यसरी चाहिँ नि दान गर्नु। यदि सम्भव नभए एउटा कलशमा यमराजलाई ध्यान गर्नु। जस्तै अब त्यो हामीले सबै कुरा गर्न सकिएन, मैले भनेको छु आफ्नो अवस्था अनुसारले दान गर्ने। कसैले भने भनेर हावाहुरीमा गएर चाहिँ हुन्डरीमा गएर चाहिँ कसैले के उस्कायो भनेर त्यसरी दान गर्ने होइन, आफ्नो अवस्था हेरेर दान गर्नु पर्दछ। यदि त्यो बैतरणी धेनु दान गर्न सकिएन भने के गर्ने भन्दाखेरि एउटा कलशमा यमराजको प्रतिमा राखेर यमराजलाई ध्यान गर्नु। बल्यासीमा सानो कुवा जस्तो बनाएर पानी हाल्नु र उखुको ढुङ्गा बनाएर त्यो ढुङ्गालाई पानी माथि राखिदिनु। त्यो ढुङ्गाको माथि वा गाईको माथि सूर्य देवताको ध्यान गर्नु, अथवा गौदान लिने ब्राह्मणलाई पनि आफूले सकिने खालका वस्त्र आदिहरू दान गर्नु। चन्दन लगाएर मात्र त्यो के गर्नु भन्दाखेरि दानलाई दिनु भनिएको छ। यहाँ हामीले भन्यो नि बैतरणी नदीको बारेमा, जस्तै हामीले चाहिँ कोही व्यक्ति सिकिस्त हुनुभयो भने बैतरणी तारिदिने, लौ न बैतरणी गरिदिन पर्यो भनिन्छ नि, यही हो प्रसङ्ग। के गर्ने, सकिन्छ भने राम्रै गाईको बाछी र गाई दान गर्नु, नसके आर्थिक अवस्था अनुसार एउटा यमराजको प्रतिमा राख्नु कलशमाथि, त्यसैलाई यमराजको पूजन गर्नु त्यहाँ, र त्यसपछि गएर के गर्नु त भन्दाखेरि बलेसी भन्यो अर्थात् आँगनमा होइन, जहाँ छ आफ्नो जग्गा जहाँ छ त्यहाँ राखेर चाहिँ एउटा पानी राखेर उखुको ढुङ्गा बनाएर त्यसैमाथि पूजन गर्नु। र त्यो ब्राह्मणलाई, जो ब्राह्मणलाई दिने हो, टीका लगाइसकेपछि गाई दिनु। यसरी चाहिँ नि यो कर्महरू गर्नुपर्दछ भनेर जब चाहिँ नि भगवान विष्णुले गरुडजीलाई सुनाउनु भयो। र आत्म विनाशुरानुसारेण तत्र दानमनन्तकं देयं विप्राय विदुषे स्वात्मन श्रेय इच्छतः।
आफ्नो आर्थिक अनुसार गरेको दान अन्तत गुना फलदायक हुन्छ। मैले ऐदैदेखि भनेको छु, आफ्नो के त भन्दाखेरि आर्थिक अनुसारले गर्ने। यो अस्ति पनि भनेको प्रसङ्ग हो, किनकि ऋण खोजेर दान नगर्नु। आफ्नो कल्याण चाहनेहरूले दान गर्दा विद्वान तथा सुपात्र ब्राह्मणलाई दान गर्नु। ठुलो पुण्यको प्रभावले मात्र मनुष्य योनि प्राप्त हुन्छ। मनुष्य योनि प्राप्त गरेर जो व्यक्ति धर्माचरणमा रहन्छ त्यस्ताले मात्र परम गतिलाई प्राप्त गर्दछ। आफूसँग धन सम्पत्ति छैन बिचरा, अरूसिमबाट मागेर अरूसिमबाट ऋण खोजेर दान गरेको कुनै अर्थ छैन। धर्मलाई नजान्नेका कारणले मनुष्य संसारमा जन्म लिन्छ तथा दुःख भोगेर मर्छ। केवल धर्मको पालना गर्नाले मात्र मनुष्य यो सबै बन्धनबाट मुक्त हुन्छ। के गर्ने भन्दाखेरि धर्मको पालना गर्नु पर्यो, धर्म संस्कार संस्कृतिलाई जोगाउनु पर्ने हुन्छ। त्यसकारणले गर्दा आफ्नो धर्मको पालना गर्दै आफूसँग भएको कुराहरू दान गर्नु। माता पितृ सुत भ्रातृ बन्धु दारादि सङ्गम प्रपायामिव जन्तूनां नद्यां काष्ठौ घवच्चलः। माता पिता पुत्र दाजु भाइ बन्धु तथा पत्नी आदिको परम मिलन भएको जस्तो हो भने पनि पानी खानका लागि पोखरीमा भेला भएर जानवर वा नदीमा बगेका काष्ठ समूह समान चञ्चल वा अस्थिर हो। संसारमा कसको पुत्र, कसको नाति, कसकी श्रीमती, कसको धन संसारमा कोही कसैको पनि होइन भन्ने कुरा जान्नु। किन भन्दाखेरि अब यो संसारमा जब जो साधुजनहरू छ उसले चाहिँ कसरी जान्नु पर्यो भन्दाखेरि यो संसारमा कोही कसैको होइन भन्ने कुरा जान्नु। जबसम्म आफ्नो हातमा धन छ त्यसै समयमा दान गरिहाल्नु पर्दछ। हुन पनि हो, भोलि गएर कसले अरूले गरिदिन्छ गरिदिँदैन भन्ने कुरा त थाहा हुँदैन। त्यस कारणले गर्दा आफूसँग छँदै दान गर्नु। जब आफ्नो हातबाट धनको चाबी अर्काको हातमा पर्दछ अनि दान गर्न त कि दान गर्नु पर्छ भन्ने साहस पनि रहँदैन। तसर्थ आफ्नो हातले नै दान गरिहाल्नु पर्दछ। धर्मद्वारा धन प्राप्ति हुन्छ, धर्मद्वारा नै कामना पूर्ण हुन्छ, धर्मद्वारा नै मोक्षको प्राप्ति हुन्छ। त्यसै कारणले धर्मको पालना गर्नु पर्दछ। धर्म श्रद्धाले धारणा गर्नु पर्दछ। देखावटीको लागि धर्म गर्नु हुँदैन। फल पाउनु छैन, अरूलाई कसैलाई देखाउनको लागि चाहिँ नि हामीहरूले गरिनु हुँदैन। आफ्नो संस्कार अनुसारले जे संस्कार छ त्यही तरिकाले चाहिँ नि आफूसँग जे छ जसरी सकिन्छ त्यो तरिकाले दान गर्नु पर्दछ। पत्रम पुष्पम फलम तोयम यो मे भक्त्या प्रयच्छति तदहम भक्त्युपहृतं मस्नामि प्रियमात्मनः। भगवानले भन्नुहुन्छ के भने जो मनुष्य मलाई भक्ति भावले पत्र पुष्प फल वा जल मात्र भए पनि अर्पण गर्दछ भने ऊ संयमताद्वारा भक्तिपूर्वक दिएको पदार्थलाई म स्वयं प्राप्त गर्दछु। भगवानले के भन्नुहुन्छ भन्दाखेरि जो व्यक्तिले भक्ति भावले, भक्ति छैन केही छैन, अर्काले हिँड मन्दिर भनेर गर्छ भयो, आफू मनभित्रबाट भक्ति भावले जो कुरा मलाई अर्पण गर्दछ मैले त्यो स्वयं प्राप्त गर्दछु। यसै कारण विधि विधान पूर्वक अवश्य नै दान गर्नु पर्दछ। दान थोरै होस् वा अधिक यसको कुनै गणना हुँदैन। दान भनेको थोरै धेरै जे भए पनि यसको गणना हुँदैन। गणना त केवल उसले गरेको भक्ति र भावको हुन्छ। भगवानले भन्नुहुन्छ उसले गरेको भक्ति र भावको चाहिँ के हुन्छ, गणना हुन्छ। जो पुत्र आतुर भएर पृथ्वीमा
मरणासन्न भएका पिताको हातद्वारा दान गराउँछ, यस्तो धर्मात्मा पुत्र देवताद्वारा पनि पूजनीय हुन्छ भनिएको छ। जब मृत्यु अवस्थामा भएको आफ्नो पिताजीको हात समातेर जसले जे छ आफूसँग जे सक्छ त्यो कुरा दान गराउँछ भने त्योलाई देवताहरूले पनि पूज्ने खालको पुत्र हुन्छ। माता पिताको लागि जुन पुत्र सत्पात्रमा दान गर्दछ उसको छोरो नाति नातिनी सहित ऊ स्वयं पनि पवित्र हुन्छ। पिताको उद्देश्यले गरेको दानको फल 100 गुणा, माताको उद्देश्यले गरेको दान 1000 गुणा, बहिनीको उद्देश्यले गरेको दान 10,000 गुणा तथा दाजुभाइको उद्देश्यले गरेको दानको अनन्त गुणा फल प्राप्त हुन्छ। यदि कोही व्यक्ति लोभको कारणले बन्धु बान्धवको आतुरकालमा दान गर्दैन भने यस्ता कन्जुसलाई ब्रह्महत्या समानको पाप लाग्दछ भनेर भगवान विष्णुले गरुडजीलाई दानको महत्त्वबारे सुनाउनु भयो भन्ने सम्मको कथा यही विश्राम गर्दै आजको लागि गरुड पुराणलाई यही विश्राम गर्न चाहन्छौँ। हरये नमः। अनादि निधनो देव शंख चक्र गदाधर अक्षयः पुण्डरीकाक्ष प्रेत मोक्ष प्रदो भवः। अब भने हामीहरूले भोलिको कथाको प्रसङ्गमा त्यहाँबाट अरूको कथाहरू श्रवण गर्नेछौँ। अब आजलाई भने हाम्रो स्वर्गीय पिता श्यामप्रसाद पुडासैनीज्यूको वैकुण्ठ प्राप्ति मिलोस्, भगवान विष्णुको मन्दिरमा बास होस्, भगवान विष्णुको साथमा बास होस् भन्दै आजको गरुड पुराणलाई यही विश्राम गर्ने अनुमति चाहन्छु। हरये नमः। अनादि निधनो देव शंख चक्र गदाधर अक्षयः पुण्डरीकाक्ष प्रेत मोक्ष प्रदो भवः। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणत क्लेशनाशाय गोविन्दाय नमो नमः। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव सूये पिबस्वमृतमेव देव गोविन्द दामोदर माधवेति।